हेलो हेलो साथीहरू, नमस्ते नमस्ते। ल है ल, रसबेरी यस्तो भइसक्यो। रसबेरी हाम्रो फार्मको रसबेरीहरू यस्तै छ है। यो साल चाहिँ यो मौसमले गर्दा झन्डै 1 महिना चाहिँ सिजन सुरु हुनलाई 1 महिना पोस्टपोन जति लगभग हुन्छ है। पानी परिरहेछ, जति मात्रामा प्लान्टको बढ्नुपर्ने यो प्लान्टहरू त्यति मात्रामा प्लान्ट बढ्न सकिरहेको छैन चिसोको कारण। अनि कन्टेनरमा भएका प्लान्टहरू पनि बाहिर निकाल्न सकिएको छैन। त्यस कारणले लगभग 1 महिना पछाडि धकेलिन्छ है। यसपटक त्यस्तै छ मौसम चाहिँ। यसपटक अलिकति पछाडि नै जाला जस्तो छ सिजन। सधैँ हामीले चाहिँ फेब्रुअरीको 24बाट सुरु गर्थ्यौँ, यसपटक चाहिँ जाने भयो मार्चको 24तिर पुग्ला जस्तो छ। त्यो पनि अझ होला कि नहोला, गाह्रै छ। यस्तो छ बल्ल प्लान्ट बल्ल 3-4 सेन्टिमिटर भएको छ। यो 15-20 सेन्टिमिटर हुनुपर्छ नर्मल्ली। गाह्रो छ यसपटक, गाह्रो छ। मौसमले साह्रै नै च्यालेन्ज गर्यो यसपटक। मलाई यत्रो आएछ, अब कहिले भर झमक्कै हुने हो के भगवान्।